मानौ तपाईँको कम्पनीको हजारौँ डकुमेन्ट्सहरू छन्। अब कस्टमरले एउटा क्वेसन सोध्यो, र्यागले यति धेरै डकुमेन्ट्सहरूबाट कस्टमर क्वेसनको मिल्ने इन्फर्मेसन चाहिँ कसरी खोज्छ? के यसले सबै डकुमेन्ट्स एक एक गरेर पढ्छ? आजको भिडियोमा यही कुरा बुझौँ है त। मानौ कस्टमरले एउटा क्वेसन सोध्यो, यो प्रडक्टमा पेमेन्ट फेल भयो भने के गर्नुपर्छ? सबैभन्दा पहिले कस्टमरको क्वेसनलाई सर्च गर्ने मिल्ने रिप्रेजेन्टेसनमा बदलिन्छ। त्यसपछि र्यागले कम्पनीको नलेज बेसमा सर्च गर्न थाल्छ। यहाँ हजारौँ इन्फर्मेसनहरू हुनसक्छ, र र्यागले क्वेसनसँग सबभन्दा रिलेभेन्ट पार्ट्सहरू खोज्छ, जस्तै पेमेन्ट ट्रबल सुटिङ। अब र्यागले त्यो भेटेको रिलेभेन्ट इन्फर्मेसनहरू एलएलएमलाई एज अ कन्टेक्स्ट रूपमा दिन्छ। एलएलएमले त्यही कन्टेक्स्ट युज गरेर कस्टमरलाई एन्सर जेनेरेट गरेर दिन्छ। त्यसैले पुरा प्रोसेसलाई सिम्पल वेमा यसरी बुझ्न सकिन्छ है त। पहिला क्वेसन लिन्छ, त्यसपछि आफ्नो नलेज बेसबाट सर्च गर्छ, त्यसपछि रिलेभेन्ट इन्फर्मेसन निकाल्छ। त्यो रिलेभेन्ट इन्फर्मेसनहरू चाहिँ एज अ कन्टेक्स्ट रूपमा एलएलएमलाई दिन्छ। त्यही कन्टेक्स्ट चाहिँ युज गरेर एलएलएमले एन्सर जेनेरेट गर्छ। यहाँ एउटा इम्पोर्टेन्ट कुरा छ है त, र्यागले चाहिँ एलएलएमलाई सबै डकुमेन्ट्सहरू चाहिँ पठाउँदैन है त। त्यही भएर र्यागको नाममा नै रिट्राइभल भन्ने शब्द आएको है त। तर अब अर्को क्वेसन आउँछ, र्यागले यो इन्फर्मेसनलाई कसरी चाहिँ सर्च गर्न मिल्ने इन्फर्मेसनहरू बनाउँछ? त्यसको लागि डकुमेन्ट्सलाई सानो सानो चङ्क्समा चाहिँ किन स्प्लिट गरिन्छ? त्यो कुरा पार्ट 3 मा बुझौँला है त।